खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरको खानेपानी सम्बन्धी गतिविधि। प्रदेश सरकारको लगानी र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरको मातहतमा भोजपुर नगरपालिका 1 डाँडा बोखिममा हकुवा खोला राईटोल खानेपानी परियोजना सम्पन्न भएको छ। यस योजना आर्थिक वर्ष 2079-80 मा कोशी प्रदेश सरकारबाट 50 लाख रुपैयाँ बजेट विनियोजन भई हिमाल राईको नेतृत्वमा उपभोक्ता समिति गठन गरेर काम सुरु भएको थियो। उक्त काम उपभोक्ता समिति लगायत स्थानीयहरू लागि परेर तोकिएको रकम भन्दा पनि न्यून रकम लगभग 15 लाख जतिमा नै काम सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष राईको भनाइ छ। प्रदेश सरकारबाट आएपछि हामीले पहिलो वर्ष चाहिँ हामीले मुहानमा यो कलेक्सन ट्याङ्की बनायौँ। अनि दोस्रो वर्ष चाहिँ मुहानदेखि यहाँ रिजर्भ ट्याङ्कीसम्मको पाइप विस्तार र 2टा बिसी बनायौँ त्यहाँदेखि। अनि तेस्रो वर्ष चाहिँ हामीले रिजर्भ ट्याङ्की र अनि विस्तार लाइन चाहिँ बिछाएर त्यहाँदेखि अनि घर घरमा धारा जडान गरेर चाहिँ अनि काम सम्पन्न गरे। यस खानेपानी योजनाले राईटोल, मिलडाँडा टोल र गैरीगाउँ टोल गरी हाल 53 घरधुरीलाई एक घर एक धारा उपलब्ध गराएको छ। यस योजनाले 20,000 लिटरको मुख्य ट्याङ्की निर्माण गरेको छ भने 2वटा डिस्ट्रिब्युसन च्याम्बर निर्माण गरेको छ। हाँगुवा खोल्सामा रहेको पानीको मुहानलाई गुणस्तरीय काम गरी अहिले यहाँका स्थानीयहरूलाई 24 घण्टा खानेपानीको पहुँचमा ल्याइएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्राविधिक धर्मदेव यादव बताउनुहुन्छ। योजना भनेको विशेष हाम्रो प्रदेश सरकारको बजेटबाट सञ्चालन भएर सम्पन्न भएको वा आर्थिक वर्ष 2079-80 मा यसमा पहिलो बजेट परेर त्यस पालामा 5 लाखको बजेटबाट हाम्रो डिपिआर निर्माण भयो र केही खरिदको काम भयो। अनि त्यसपछि अर्को आर्थिक वर्षमा तपाईको मुहान निर्माण, ट्रान्समिसन पाइपलाइन निर्माण भएर तेस्रो वर्षमा तपाईको रिजर्भायर ट्याङ्की र वितरण पाइपलाइन निर्माण गरेर यसरी 3 आर्थिक वर्षमा यो योजना गुणस्तर रूपमै काम भएर सम्पन्न भएको। यहाँ बजेट भन्दा पनि जुन यसको विवरण पुस्तिका हुन्छ नि, विस्तृत विवरण पुस्तिका हामीले डिपिआर भन्छौँ। त्यो डिपिआरमा यसको कुल बजेट वा लागत अनुमान 1 करोड 20 लाख जति समथिङ उल्लेख थियो। त्यति सबै पैसा बजेटमा यहाँ नलाग्ने अवस्था देखियो। अब बजेट क्रमागत आउँदै गर्छ, हामीलाई टुक्रा टुक्रा पारेर विभिन्न आर्थिक वर्षमा कुनै बेला 10 लाख, कुनै आर्थिक वर्षमा 20 लाख यसरी गरेर आउने गर्छ। त्यसरी गर्दै जाँदाखेरि एउटा सानो एमाउन्टमै यहाँको स्थानीय जनताले, उपभोक्ता समितिले गुणस्तर काम गरिदिसकेर योजना सम्पन्न गर्नुभयो। त्यही भएर त्यत्रो ठुलो बजेटको आवश्यकता यहाँ परेन पनि। यस योजना सम्पन्न अघि यहाँ खानेपानीको निकै ठुलो समस्या थियो। कुनै घरले पानी बोकेर खान पर्ने त कुनै 4-5 वटा घरले एउटै धारा प्रयोग गर्नुपर्ने बाध्यता थियो। यसो हुँदा वस्तुभाउ पाल्न, सागसब्जी लगाउन त के, घरयासी प्रयोजनको निम्ति पनि छरछिमेकमा किचलो भोग्नुपर्ने बाध्यता थियो। तर अहिले एक घर एक धारा आएसँगै सबै समस्याबाट मुक्त हुनुका साथै हिउँदमा सागसब्जी लगाउन, वस्तुभाउ पाल्न, माछा पाल्न लगायत कार्यमा सहज भएको स्थानीयहरूको भनाइ छ। पहिला अब एउटा धारा थियो यहाँनिर हैन, एउटा धाराले 4-5 घर खान्थ्यौँ हामी। अब अहिले यो पानी आइसकेपछि त अब सबै प्रत्येक घरमा धारा छ। अहिले त एकदम पानी पनि अब राम्रो सफा हैन, सफा खाइराखिएको छ। अब चलाउनुलाई अब गाह्रो छैन, अब मुस्किल छैन त्यत्रो। नभए पहिला एउटा धारा 5 घर, अब माथि छोरी मान्छे, त्यही माथि फेरि अब नानीको आमा है, यसो विचार गऱ्यो। अहिले त नि त्यस्तो छैन नि त, पहिला दुःख थियो नि त पानी। अहिले त त्यस्तो पानीको त्यस्तो दुःख छैन। नयाँ धाराको पानी अहिले प्रयोग भन्दा धेरै प्रयोग अहिले छैन, किनभने खानुलाई मात्रै छ। खानुलाई वस्तु यताउता सबै ठिक छ हैन। अब त्यस्तो सिँचाइ गर्ने चाहिँ अहिले त्यस्तो काम छैन। अहिले भर्खर पानी आयो, बर्खाको दिन पनि छ, तर पछि सिँचाइमा पनि काम दिन्छ जस्तो चाहिँ लागेको छ। पानी आइसकेपछि अब यो पानी अब 24 घण्टा आइरहने पानी भएकोले धेरै गाह्रो छैन। मात्र राईटोलमा चाहिँ विशेष गरेर 20-25 घर चाहिँ पानीको अत्यन्तै समस्या थियो। त्यहाँ अलिक टाढोबाट पानी एउटा पुरानो मुहान खाडे भन्छ, त्यहाँबाट चाहिँ पानी आइरहेको थियो र त्यहाँ पानी एकदम अपुग भएर चाहिँ विशेष गरेर त्यहाँ त्यो ठाउँलाई ध्यानमा राखेर त्यो यो योजना पारिएको हो। र त्यसपछि त्यहाँ पुरा भइसकेपछि
त्यतिको आपूर्ति पुरा भइसकेपछि बाँकी पानी फेरि हाम्रो टोलतिर पनि 4 घरलाई दिएको छ र यो पानी आइकन चाहिँ हामीले एकदम पूर्ण रूपले पानी प्रशस्त मात्रामा पुगिरहेको छ र पानी रेगुलर हाम्रो आइ पनि रहेको छ। पहिले पानीको स्रोतहरूबाट अव्यवस्थित रूपमा पानी ल्याएर स्वच्छ पानी पिउन नपाउने, नियमित रूपमा पानी नआउने हुँदा आफू ओडाको नेतृत्वमा आएकै दिनबाट यहाँका नागरिकहरूको समस्याहरू नजिकबाट नियालेर विकासका आधारभूत तत्त्वहरू अध्ययन गरी खानेपानीको समस्या समाधानमा लागि परेको र यो मात्र पर्याप्त नभई अन्य घरधुरीलाई पनि खानेपानीको पहुँचमा ल्याउन अर्को योजना पनि निर्माणाधीन रहेको वडा अध्यक्षको भनाइ छ। समितिको साथीहरूलाई चाहिँ के भनेको छु भने अफिसले जुन दिन अफिसबाट तपाईँहरूले पुरै जिम्मा लिनुहुन्छ त्यसपछि हामी तुरुन्तै यो जति उपभोक्ता छौँ त्यति उपभोक्ता भेला भएर एक ठाउँ बसेर यसलाई चाहिँ एक किसिम संरक्षण समिति भनेर एउटा गठन गरौँ। गठन गरेपछि महिनावारी 100, 50, 30, 20 कति हुन्छ कोष पनि जम्मा गरौँ र महिनै पछि या 2 महिना 3 महिना अथवा 1 महिनाभित्रमा त्यो पैसा चाहिँ जम्मा पनि गर्ने अनि यो खानेपानीको बारेमा सरसफाइको एउटा तालिका पनि बनाउने भन्ने योजना चाहिँ छ। सल्लाह पनि मोटामोटी अनौपचारिक रूपमा भइरहेको छ तर यो हुन्छ पनि फेरि किनभने हाम्रो यो छोटो मुहान पानी सफा अनि अहिलेको यो शताब्दीको जनतामा यो त स्वाभाविकै आफैमा पनि एक किसिमको एउटा कस्तो भनौँ न चेतना आएर पनि हाम्रो युनिट भनौँ न एउटा टिम चाहिँ तयार हुन्छ। यो खानेपानीले मलाई लाग्छ धेरै वर्षसम्म यसलाई पछिसम्म पनि यसलाई चाहिँ अझ बढाउने, यसलाई चाहिँ राम्रो संरक्षण गर्ने र अफिससँग पनि बीचबीचमा यस विषयमा यही खानेपानीको विषयमा चाहिँ जनाहरूको मागको कुराहरूदेखि लिएर छलफलको विषयको कुराहरू लिएर हामी अफिससँग पनि टच हुन्छौँ। अफिसले राम्रो भूमिका खेलेको छ मैले अहिलेसम्म बुझेसम्म चाहिँ। स्थानीय तहमा सीमित स्रोत साधन भए पनि जनप्रतिनिधिहरू नागरिकको आवश्यकताको आधारमा सक्रिय ढङ्गबाट लाग्ने हो भने विकासको गतिले तीव्रता पाउने उदाहरण यहाँबाट लिन सकिन्छ। यसैगरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरको मातहतमा अरुण गाउँपालिका 5 याकुको आरुखर्कमा सोलर लिफ्ट खानेपानी सञ्चालनमा आएको 7 वर्ष भयो। यसै पनि सुक्खा यो क्षेत्र पानीको मुहान पर्याप्त नहुँदा यहाँका 200 घरधुरी पानीकै कारण बसाइ सरेर जानुपर्ने स्थिति थियो। त्यही माथि 2072 सालको विनाशकारी भूकम्पले समेत झन बाँकी रहेको पानीको मुहानहरू पनि सुकेर गए। यो सँगै यहाँका करिब 30 घरधुरी बाध्यतावश बसाइ सरेर गए। बाँकी घरहरू पनि विस्थापित हुने अवस्थामा पुगेको बेला गाउँको पुच्छारमा रहेको छिरखोला पानीको मुहानबाट लिफ्टिङ प्रविधिबाट पानी गाउँ गाउँसम्म पुर्याउन केन्द्र सरकारबाट 3 करोड 58 लाख बजेट विनियोजन भयो। त्यसपछि स्थानीय गणेश बहादुर राईको नेतृत्वमा उपभोक्ता समिति गठन गरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका मातहतमा काम पूर्ण रूपमा सम्पन्न भएर खानेपानी सञ्चालनमा आएपछि गाउँको मुहार नै उज्यालो भयो। बिहान 3 बजेदेखि उठेर चाहिँ 1 घन्टा चाहिँ एकहोरो बाटोसम्म पानी बोकेर खाइरहेको अवस्था थियो। अहिले चाहिँ हामीलाई घर घरमा धारा भएकोले अत्यन्तै खुसी र सुख पनि भएको छ। यो पानी त विशेषतः अब हाम्रै पहलमै आएको हो। यसमा चाहिँ विभिन्न व्यक्तित्वहरूले पनि सहयोग गर्नुभएको छ, त्यो हामीले भुल्न हुँदैन। र विशेषतः सबभन्दा पहिले हाम्रो सङ्घको बजेट केन्द्रीय बजेटबाट यो कामको सुरुवात भएको थियो। यहाँको सोलर लिफ्ट खानेपानी भन्ने जुन नाम चाहिँ सोलर लिफ्ट छ तर यो चाहिँ हाम्रो विद्युतबाटै चलिरहेको योजना हो। अब यो सोलर भएको भए कम हुन्थ्यो होला, यो किन भएन भन्ने कुराहरू त प्राविधिक विषय रह्यो र विद्युत भइसकेपछि यो लिफ्टिङमा चाहिँ अत्यन्तै धेरै महसुल उठ्दो रहेछ। मासिक अहिले हाम्रो 20,000 भन्दा माथि पनि उठिरहेको छ 1 महिनाको। यो चाहिँ अब विद्युत महसुल चाहिँ अहिले चाहिँ वडा सरकारले तिरिरहेको अवस्थामा पनि हामीले मासिक 300 न्यूनतम शुल्क उठाइरहेको अवस्था छ। हाम्रो वडा सरकारले चाहिँ 300 रुपियाँ महसुल नदिने त्यो चाहिँ हामीलाई नतिर्दिने हो भनेदेखि चाहिँ झन् यो घट्नुको सट्टा अझ बढेर जान्छ र नेपाल सरकारले र सम्बन्धित निकायहरूले चाहिँ यो खानेपानीको क्षेत्रमा चाहिँ विद्युतलाई शुल्क घटाएर अथवा निःशुल्क गरिदिने हो भने चाहिँ धेरै राम्रो हुने विश्वास लागेको छ। यो खानेपानी योजना नआउँदासम्म रातको 2-3 बजे उठेर पानी ल्याउन मुहान पुग्दा गाउँभरिको मान्छेको लाइनले गर्दा पालो नपाएर रित्तै फर्किनु पर्ने समेत बाध्यता थियो। गाउँघरमा बाटो हिँड्ने बटुवाले तिर्खाएर पानी माग्दा समेत
पानी दिन सक्ने अवस्था थिएन। हाम्रो राम्रो छ, साग सब्जी खानलाई हेर्नुहोस्, लसुन छेपी आलु अहिले यो पानीले गर्दाखेरि त हामी यस्तोमा पुग्यो। नभए हामी 2 बजे नि कुथ्यौँ, 3 बजे नि कुथ्यौँ, पानी लिनु भेट्दैन थियौँ। दोकान हाम्रो त्यत्तिकै घरमा ल्याएर गागी ल्याएर लडाएर नि सुत्थ्यौँ हामी। अहिले यो पानीले हामीलाई यस्तो हरिया बनायो, राम्रो छ यो पानीले अहिले हामीलाई। त्यो समयमा 50 रुपैयाँ गाग्री पानी तिरेर 1.5 घन्टा लामो बाटो हिँडाएर जानुपर्ने बाध्यता थियो। तर हाल यो पानी आइसके पछाडि स्थानीयहरू भन्छन् यो योजना मात्र नभई भगवान नै आएको हामीलाई महसुस भएको छ। 1 घन्टाको बाटो 50 रुपियाँ गाग्री पानी बोकाउँथ्यौँ। पानी बोक्न जानु पनि यसकै मुहान हो। उहाँ यहाँ 1.5 घन्टाको बाटोबाट हामी पहिले र यो लेभल लिफ्टिङ हामीले जुन योजना पार्न सफल भयौँ त्यस पछाडि मात्रै हामी यहाँ बसेका, नभए हामी सबै बसे जाइहाल्ने। अब कति त पानीको दुःखले पहिले नै बसेको यहाँले 20-30 घर हाम्रो यो वडाबाट यो हाम्रो साथी 3 नम्बर वडा यहाँको हो र अब यसैले हामी बचेका छौँ अहिले। आरुखर्क, माङसुवा, लेखर्क, खाल्ले र सिक्रेटार गरी हाल 140 घरधुरी सङ्ख्याले उपभोग गरिरहेको यस योजनामा पर युनिट खानेपानीको 5 रुपैयाँका दरले रकम उठाउने गरिएको छ। लिफ्टिङ प्रविधिबाट पानी उकालो चढाउनु पर्ने हुँदा विद्युत महसुल भने धेरै उठ्ने गरेको छ। यसको विद्युत महसुल महिनामा 20 देखि 25 हजारसम्म उठ्ने गरेको छ। तर विद्युत महसुल भने हालसम्म वडा सरकारले नै भुक्तानी गर्दै आएको छ। यदि स्थानीय सरकारले विद्युत महसुल नतिरेर उपभोक्ता आफैले तिर्नुपर्ने बाध्यता भए स्थानीयले पानी खान नसक्ने स्थिति बनेर पुनः बसाइसराई नै जानुपर्ने अवस्था सिर्जना हुने देखिन्छ। यस योजना हाल उपभोक्ता समितिद्वारा नै सञ्चालित छन्। यस खानेपानी योजनाले सरसफाइ गर्न, पानी लिफ्टिङ गर्न, बिल रिडिङ गर्न पर व्यक्ति मासिक 15,000 रुपैयाँ तलब दिएर 2 जना कर्मचारी समेत राखेको छ। यसले गर्दा यहाँका स्थानीयहरूले रोजगार समेत पाएको छ। म यहाँ सुरु बिहानदेखि पानी लिफ्टिङ गर्ने अनि कहाँ त्यो धाराहरू बिग्रियो बनाउने अनि मर्मतहरू कुनै बाजे सानोतिनो मर्मत पनि हामी नै गर्छौँ र अनि जति यो घरधुरी छ त्यसमा हामी रिडिङ गर्ने काम पनि हामी नै गर्छौँ। गाउँले नै दुखा सुखा गरेर 5 रुपियाँ 10 रुपियाँ उठाएर हामीलाई खुवाइरहनु भएको छ। यो चाहिँ माथि जिल्लाबाट केही खुवाइदिनु भए हामीलाई धेरै राम्रो हुने थियो भन्ने हामी चाहिँ आशा गरेको छौँ। यो खानेपानी यहाँ थिएन भने यो आरुखर्का बस्ती आधा मात्रै रहन्थ्यो होला, सबै उठिसक्ने थियो। यो पानीले त कति सेवा सुविधा दिएको छ सर। यस खानेपानी योजना सञ्चालनमा आएसँगै यहाँका स्थानीयहरूलाई घरयासी प्रयोजन गर्न अलावा विभिन्न तरकारी खेती गर्न, सामान्य सिँचाइ गर्न सहज भएको छ। यस योजनामा विविध समस्या आउँदा र अन्य आवश्यकताका आधारमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले सहयोग गर्दै आएको छ। हालसालै आर्थिक वर्ष 2081-82मा यस योजनाको निम्ति प्रदेश सरकारले 50 लाख बजेट विनियोजन गरेको थियो। उक्त बजेटले पम्प खरिद गर्ने र योजनाको भवनको तला थपेर कार्यालय व्यवस्थापन गर्ने लगायतको काम सम्पन्न भइसकेको छ। यसै गरी खानेपानीको चरम दुःख भोग्दै आएको अरुण गाउँपालिका वडा नम्बर 6 जरायोटारमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको मातहतमा जरायोटार लिफ्ट खानेपानी योजना निर्माणाधीन अवस्थामा रहेको छ। केन्द्र सरकारबाट 24.5 करोड डिपिआर गरी क्रमागत रूपमा बजेट विनियोजन गर्दै आएको छ। यस योजनामा आर्थिक वर्ष 2081-82मा केन्द्र सरकारबाट 5 लाख र कोशी प्रदेश सरकारबाट 70 लाख बजेट विनियोजन भई 30 घनमिटरको 2वटा ट्याङ्की, अथेवर र वरेवर, सबवेल इनार, ग्याबिन जाली, घेरा बारा र शाखा ट्याङ्कीसम्म जाने पाइपलाइन विस्तारको काम सम्पन्न भइसकेको छ। यता स्थानीयहरू भने पानीको चरम अभावका कारण पानीको प्रतीक्षामा बसिरहेको छ। हाल यहाँ भूकम्पका कारण पानीको स्रोतहरू विलीन हुँदै आएपछि टाढा मुहानबाट पानी ल्याउनु पर्ने र घरधुरीका आधारमा पालो सिस्टमले उपभोग गर्नुपर्ने अवस्थामा गुज्रिएको छ। 10-15 मिनटको बाटोबाट बोकेर ल्याउनु पर्ने, त्यसमा अब पालो सिस्टम गर्नुपर्ने थियो कि हाम्रोमा। अब त्यो मनहरू अब अहिले सुकेर नि गइसक्यो। जस्तै यो अब सुकेर गएपछि जस्तै अब यो
वर्षा टाइममा पानीको मुहानहरू अब जस्तै बिग्रिने, बाढी पहिरोले बगाएर लाने, त्यो भएको कारणले चाहिँ हामीलाई अहिले धेरै समस्या भइरहेको छ। हजुर, यो धेरै राम्रो हुन्छ। अब हामी किसानको लागि होइन, यो भनेको धेरै खुसीको कुरा हो। यो बनिदियो भने जस्तै अब हामीले तरकारी खेतीबाट होइन पर्याप्त मूल्यमा होइन हामीले अब फलाएर त्यसलाई राम्रोसँग आम्दानी लिन सकिन्छ। सरकारको भूकम्पले चाहिँ पानी सबै त भएको मुहानहरू सुक्यो अनि हामीले चाहिँ पर लगभग कति सय मिटर परदेखि हामीले प्लास्टिकको पाइपदेखि चाहिँ ल्याएर अहिले चाहिँ एउटा ट्याङ्कीमा जम्मा गरेर अनि पालो सिस्टम वितरण खाँदै रहेछौँ। यो खानेपानी सञ्चालन हुनको लागि त बजेट पर्याप्त मात्रामै चाहिने होला होइन, त्यसको लागि चाहिँ अब छिटो छिटो बजेटहरू चाहिँ विनियोजित गरेर चाहिँ हाम्रो ओडामा पानी लिफ्टिङको पानी आयो भने चाहिँ हामी उपभोक्ताहरू खुसी हुन्छौँ। जरायोटार लिफ्ट खानेपानी योजना शेरबहादुर श्रेष्ठको नेतृत्वमा रहेको उपभोक्ता समिति हाल सबिन कुमार राईको नेतृत्वमा सञ्चालन भइरहेको छ। यस योजना सम्पन्न भए पश्चात न्यूनतम 745 घरधुरी सङ्ख्याले उपभोग गर्न पाउनेछन्। 24.5 करोडको डिपिआर भए तापनि केन्द्र सरकार लगायत सम्बन्धित पक्षहरूबाट आवश्यक अनुरूपको बजेट प्राप्त नहुँदा काम गर्न असहज भएको समितिका अध्यक्ष राई बताउनुहुन्छ। सङ्घ र प्रदेशबाट आउने बजेट हो। अब के अब हामी पनि अब सम्बन्धित निकायमा चाहिँ अब अहिलेसम्म चाहिँ गइरहेको अवस्था चाहिँ छैन। गत वर्ष योभन्दा अगाडि चाहिँ 1 साल चाहिँ गएको थियौँ हामी। यहाँबाट हामी वडा कार्यालय पालिका र डिभिजनबाट हामीले एउटा निवेदन लिएर गएको थियौँ। त्यसमा थप बजेटको लागि भनेर अब त्यो अब त्यही त हो, यो हुन्छ भन्ने अब त्यति नभइरहेकै अवस्था पनि छ। र सबभन्दा दुर्दशाको कुरो चाहिँ त्यो नै हो तपाईँको, किनभने विनियोजित रकम वार्षिक चाहिँ अब राम्ररी आउने हो भनेदेखि यहाँको बनिएको समितिले त माथिबाट जिम्मा लिइसके पछाडि काम त द्रुत गतिमा अगाडि बढाउने थियो होला नि त भन्ने नै लाग्छ। यहाँ सबैले यो पानी कहिले चाहिँ सञ्चालनमा आउँछ भन्ने मनस्थिति राख्नु भएको छ। हालसम्म 6वटा लिफ्टिङ ट्याङ्की निर्माण गरी 4वटा स्ट्यान्डमा मिटर राखेर एकपटक परीक्षण समेत गरिसकिएको छ। उक्त योजनाको हालसम्म 50% काम सम्पन्न भइसकेको छ। नामले जरायोटार लिफ्ट खानेपानी आयोजना भए पनि यहाँ अरुण खोलाबाट पानी उठाएर हामीले 5 स्टेज लिफ्ट गरेर 6ठौँ हाम्रो भरलाबोटमा ट्याङ्की रहेको छ, सबैभन्दा माथिल्लो रिजर्भायर ट्याङ्की त्यहाँसम्म पुर्याउँछ भनेपछि 5 ठाउँमा हामीले मोटरबाट उठायो अनि सबैभन्दा माथिको ट्याङ्कीमा पुगिसकेपछि त्यहाँबाट वितरण हुन्छ। त्यसपछि हरेक स्टेजमा जुन जम्मा 6वटा स्टेजमा हाम्रो जुन ट्याङ्की बनेको छ त्यो 6वटा स्टेजबाट हामीले गाउँ टोललाई वितरण गर्ने गरेका छौँ वितरण ट्याङ्की मार्फत। अब रिजर्भायर ट्याङ्कीको नजिकै पनि वितरण ट्याङ्की बनाइएको छ। खानेपानीको स्रोत नै नभएको कारण एउटै मात्र विकल्प अरुण नदीबाट पानी लिफ्टिङ गर्नुपर्ने यहाँको बाध्यता छ। यस योजना जरायोटार एउटा गौरवको योजना भएको कारण आफू नेतृत्वको हैसियतले गम्भीर रूपमा लागि परिरहेको र माथिल्लो तहसँग समन्वय गरिरहेको कारण उहाँहरूबाट पनि यस योजनाप्रति ध्यानाकर्षण गरिदिन वडाध्यक्षको माग छ। यो जरायोटार पनि एउटा गौरवको आयोजना भएको हुनाले यसलाई सम्पन्न गर्नको लागि सबै पक्षको सहयोग साथ रहनुपर्छ र रहन्छ र वडा सरकार र स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने भूमिका खेल्नुपर्ने भूमिका मेरो महत्त्वपूर्ण रहन्छ भन्ने। यसबाट लाभान्वित हुने कुरामा त हामी लाभान्वित हुन्छौँ नै, किनभने यो ठाउँमा पानीको अभाव छ, जमिनको अथवा सतहको पानी नभएको हुनाले एउटै मात्रै विकल्प यही लिफ्टको विकल्प हो। तथापि अब यसलाई हामीले भन्नुपर्छ यसको अपरेटिङ कस्ट अत्याधिक आइरहेको छ, यसको मेन्टेनेन्स कस्ट पनि अत्याधिक आइरहेको छ। यसमा हामी शङ्का छ, यसमा दुविधा छ। यहाँको नागरिकले यहाँको उपभोक्ताले यो उपभोग गर्नको लागि कतिको सक्षम हुन्छन् त्यसमा अलिकति दुविधा अलिकति प्रश्न चिन्ह छ र यसलाई सरकारले सोचेर बुझेर यो विद्युतको महसुलमा चाहिँ छुट दिन सक्यो भने अलिकति यहाँको जनतालाई यहाँको नागरिकलाई उपभोक्तालाई अलिक सहज हुन्छ भन्ने। हाल परीक्षण गर्दा राखिएको मिटरबाट नै प्रति मिटर वार्षिक रूपमा 5200 रुपैयाँ विद्युत महसुल तिर्नुपर्ने बाध्यता छ। यसरी हेर्दा यो योजना सञ्चालनमा आए पनि विद्युत महसुलले गर्दा महँगो पर्नेमा स्थानीयहरू भने चिन्तित देखिन्छ। यसको विकल्पमा सोलर लिफ्ट भए राम्रो हुने उहाँहरूको
आकलन रहेको छ। 2077 सालमा प्रदेश सरकारको मातहतमा स्थापना भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरमा भौगोलिक कठिनाई र सीमित कर्मचारीहरूको बावजुद पनि चालु आर्थिक वर्ष 2081-82मा साना, मझौला र ठुला गरी जम्मा 129 वटा खानेपानी योजना कार्यान्वयनको प्रक्रियामा छन् भने कुनै योजनाहरू सम्पन्न भइसकेका छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुर चाहिँ कोशी प्रदेश सरकार मातहत 2077 सालमा स्थापना भएको हो। कोशी प्रदेश स्थापना 2074मै भए तापनि 2074देखि 77सम्म चाहिँ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाले चाहिँ भोजपुर जिल्ला हेर्ने गर्दथ्यो। तर 2077 सालमा प्रदेश सरकारको निर्णय पश्चात भोजपुर र सङ्खुवासभा जिल्ला हेर्ने गरी भोजपुरमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको स्थापना भएको हो। यो वर्ष हामीले भोजपुर खानेपानी तथा सरसफाइ डिभिजन मातहत जम्मा भोजपुरमा 129 वटा खानेपानी योजना र त्यस्तै सङ्खुवासभामा हाम्रो 79 वटा खानेपानी योजना गरेर जम्मा जम्मी हाम्रो 210 को हाराहारीमा खानेपानी योजनाहरू हाम्रो वार्षिक कार्यक्रममा परेका छन्। त्यस्तै चालु आबमा यति धेरै योजना हुँदाहुँदै पनि केही योजना हामीले सम्पन्न पनि गरेका छौँ। यसको लागि चाहिँ भोजपुरमा हामीले जम्मा जम्मी 7 वटा योजना सम्पन्न गऱ्यौँ, जसमा हाम्रो धुर्पुसे साङराङ खापायो, सिमधारा खापायो, भुर्तुङ खापायो, हकुवा राइटोल खापायो, याकु सोलार खापायो अनि रिजालधारा खानेपानी टङ्की निर्माण योजना रहेका छन्। यो सबै 6वटै योजनाबाट चाहिँ हाराहारी 270 घरधुरीहरूले चाहिँ आधारभूत स्तरको खानेपानीबाट लाभान्वित भएका छन्। भोजपुर साथै सङ्खुवासभा जिल्लामा पनि हामीले 5 वटा खानेपानी योजना चाहिँ चालु आवक सकिनसम्म चाहिँ सम्पन्न गर्ने देखेका छौँ, जसमध्ये ढाँडे खानेपानी योजना, जलजला खानेपानी योजना, बाला 19 खानेपानी योजना, गैरीपाङमा खानेपानी योजना र शीतलपाटी खानेपानी योजना रहेका छन्। सङ्खुवासभा जिल्लामा भने 110 घरधुरी चाहिँ सम्पन्न भए पश्चात खानेपानीबाट लाभान्वित हुनेछन्। अब हाम्रो योजना सङ्ख्या 200 भन्दा बढी छ। प्राविधिक कर्मचारी हामीहरू जम्मा जम्मी 10 जना छौँ। त्यो 10 जना मध्ये पनि 2 जना इन्जिनियरको दरबन्दीमा अहिले 2टै रिक्त छ। सब इन्जिनियर र खानेपानी सरसफाइ टेक्निसियनहरूको सहयोगले हामी यति 200 वटा योजना सुपरिवेक्षण, निरीक्षण, लागत अनुमान तयारी, गुणस्तर नियन्त्रण सबै कार्य यति सीमित जनशक्तिबाट गर्दैछौँ। त्यस्तै बजेट पनि न्यून विनियोजन भएकोले अब 1 वर्ष 2 वर्षमा सम्पन्न हुने खालका योजनाहरू वर्षको 5 लाख 10 लाख आउने हुनाले 3 वर्ष 4 वर्ष 5 वर्ष लाग्ने चाहिँ देखिएको छ। त्यही भएर न्यून बजेट विनियोजन पनि एउटा चुनौती रहेको छ। यस्ता योजनाहरू समयमा नै सम्पन्न गर्न सबै सम्बन्धित निकायहरू लागि परे नागरिकहरू खानेपानीबाट वञ्चित भई बसाइ सरेरै जानुपर्ने अवस्था न्यूनीकरण गर्न सकिन्छ, जसको लागि तिनै तहको सरकारबाट ध्यानाकर्षण भई उचित प्रकारको बजेट व्यवस्थापन हुन जरुरी देखिन्छ।